नाशकारी विपरीत बुद्धिया अलिक चाँडै लागि उद्धार गरिदिनु छटपटिँदै आफ्नो प्राणलाई हिरण्याक्षले त्याग गर्यो। भगवान बराहले आफ्नो भक्त बस्ने पृथ्वीलाई खोज्नुभयो। यसो हेर्नुभएको मास्तिरपट्टि राखेको रहेछ। भगवानले हातमा उठाउनु भयो, आफ्नो सुँडमा राख्नु हो अनि भगवान उभिन लाग्नुभयो। सिधा भएर भगवान उभिनुहुन्छ, भक्तहरूतिर हेर्नुहुन्छ। भगवान बोलिए बराह भगवानको। बराह भगवानलाई एउटा कुर्सीमा राखेर पूजा गरौँ सबैले। यो हिरण्याक्ष मरो, अब यो मरेको लासलाई यहाँ राख्नु हुँदैन, यसलाई लिएर जानु पर्यो। 4 जना दाजुभाइहरू आउनुहोस् त अगाडि, छिटो 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 आइहाल्नु न। 4 जना त्यो लानु पर्यो त मरेको लासलाई, बाहिर लिएर जानु है। राम नाम सत्य हो, मरेपछि यस्तै हो। बक्रा नदी त्यतै हो, जय हो जय हो। बक्रा नदी छिटो लिएर जाउँ बक्रा खोलातिर। 4 जनाले उठाउनु न, जुरुक्क बोक्नु लिएर जानु। फाल्न चाहिँ नफाल्नु नि साँच्चै, फेरि भरे चाहिन्छ। बोलो भागवत भगवानको। ए भाइ माइक राख है, त्यो वायरलेस तिम्रो राखिहाल। बोले बराह भगवानको। ल एउटा छोटो भजनमा हजुरहरू सबैजना